कत्ले त टुल्के आयो यो हो माने सानोदेखि नै दृष्टिबिन यो ग्रुपको 1 नम्बरको चोर अरूलाई उस्काउने यो हुन् कत्ले सानैदेखि नै लाटो भए तापनि एकदम गोथे यो हुन् टुल्के सानैदेखि नै कान नसुन्ने बहिरा ऊ बहिरा भए तापनि एकदम छट्टु चस चस बस बस्या ओ कत्ले त्यो टुल्के आइपुग्यो यहाँ छु तिमीलाई मैले किन बोलाएको भने केटा हो के भनेको पहिलेदेखि नै सुन्न मेरो कुरा चाहिँ के भनेको मेरो कुरा चाहिँ सुन पहिलेदेखि नै हामी घर छोड्दै आएको अनि तँ अहिले अन्तरे काजी भन्नेको पैसाको खुब घमण्ड छ अरे त्यसको घर चाहिँ अब हामी लुट्नुपर्छ खोला कुट्ने रे हातले अन्त कुट्नु पर्यो त्यसलाई साला कुट्ने होइन क्या बहिरा लुट्ने के लुट्ने त मुत्ने भनेको ए मैले त अघि मुतिसकेको भगवान् यसलाई कसरी बुझाउने यसलाई त फोन झिकेर लेखेर बुझाएन त्यसलाई ए लुट्ने भनेको अघिदेखि चाहिँ के मुत्ने भनिरहेको त अघि भन्नु नि लुट्ने भनेर भोलि लुट्ने क्या भोलि लुट्ने कहाँ सुत्ने भनेको रातै नपरेकिन म त भरै सुत्ने ए भगवान् ए लाटा यसलाई सम्झान हो मोबाइल झिकेर त्यसलाई उयो गर्दा ए भोलि लुट्ने भनेको अनि के सुत्ने भनिरहेको त बल्ल बुझ्यो यसले ल केटा हो अब भोलिको तयारी गर्नुपर्छ ल ओइ लाटा मलाई ल घर पुऱ्याइदियो मलाई भोलिको दिन ओ पहिला मुटी क्या चुसो छ त ए कपडा पेन्ट तान माथि मलाई खोला आइसक्यो जन्तरे काजी घर आयो जन्तरे काजी घर कत्ले लाटो दुर्बिन हेर त कहाँ घर काजी घर छैन हेर्दै गर है कत्ले दुर्बिनले त कहाँ पक्रियो अब कालो कालो देख्छु त कोही छैन कि क्या हो के गर्छ ए साथी म त अन्धो पो त है हालै म हेर्छु जन्तरे काजी छैन छैन केटा आइज है आइपुगेन खोजेर भेट्यो गयो केटा हो यो काजी त कहिले नआउँदैन क्या हो यो पेन्ट हो दोकानदारलाई दौड ल बाहिर ल दोकानदारलाई ल ओ यसलाई बोकेर अहिले जन्तरे काजी उठ्छ छिटो 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 तिमीहरूलाई मैले चिने न बाचे यार ओ लाटा मलाई मुत्नु लैजा र मुत्नु
पक तिमीहरूले चोरेको मैले देखेँ मलाई नि भाग्दे लादे भाग्दे कहाँ भाग्दे लादे भनेको भाग होइन के भन्छ लादे भन्छ त किन दिनु तँलाई मैले लाद तिमीहरूले चोरेको मलाई चाहिएन म काकाहरूलाई भनिदिन्छु यी यो हुन् जन्तरे काजी। यस काजीको घर चोरी भएको। काका तपाईँको घर खोर रे बेहोरी छ कि यहाँ म सुतिरहेको थिएँ कुच्चैले चोर्दै हौ मलाई थाहा छ इनाम दिने म भन्छु इनाम त तँलाई भइहाल्छ नि भन्न सोध्न चाहिँ कसले चोर्नु भन्न त्यो चाहिँ यो गाउँको 3 जना खटाहरूले चोरेछ हो र लु मुखियाकोमा जाउँ लाइस त्यसो मुखियाकोमा जानुपर्छ जुन न त ओ मुखिया साहब यी यो हुन् मुखिया गाउँको गन्ने उसको बोली सबै बिग्ने। ओ गाजी साहब हो भन्न किन हो के काम ल्यास्यो अन्तरिका चाहिँ माथि आएर बस न मेरो त सबै सत्यानाश भयो हौ गाजी साहब सबै मेरो त घर सबै फर्केछ हौ हो र यो गाउँमा मुखिया हुँदा हुँदै कसले काम बिगार हो भन खै त गाजी साहब कसले उडाइदियो भन कसले रहेछ हौ यो गाउँमा यस्तो साह्रो बिगार गर्ने कसले उडाइदियो मलाई थाहै छैन हौ सबै मेरो घर सबै फोड्दैछ हौ लु भन्न त कसले देखेको छ कसले देखेको छ छैन त हौ भन यो भाइले देखेछ अरे हौ अनि लिएर आएको यसलाई पनि सँगै यो गाउँको 3 जना खटाहरूले मुखिया साहब ए तिनीहरू लाटा भएर पङ्गाले हो हो मुखिया साहब ए हो तिनीहरूले हो नि पक्कै हो ए ल जा त बोलाएर लिएर आइज तिनीहरूलाई ए भटारो यहाँ आइज र बस काका यिनीहरू नि हो गाजी साहब यिनीहरू हो मेरो घर चोर्ने तिमीहरू नै हो त ओ हजुर साहब हामीले नि चोरेको हो के गर्नु हामी अपङ्ग के भनेको अहिले ऊ त्यसले कान सुन्दैन यो लाटा म अन्धो अब के चाहिँ गर्नु पर्यो त्यही भएर हामीले जुक्ति लाएर भए पनि काकाको चोर्नु पर्यो हामीले घर के भनेको अहिले म बुझेको छु त बिगार त तिमीहरूले गरिहाली सजाय त भोग्छस् के दिउँ त हौ सजाय गाजी साहब अब सजाय त लाटाले बोल्ने गरी अन्धाले देख्ने गरी बहिराले सुन्ने गरेको सजाय हुनु पर्यो नि ल ल ल के भनेको अनि राम्ररी भन धन्यवाद सबैजनाले यहाँसम्म भिडियो हेरिदिनु भएकोमा लाइक सेयर सब्सक्राइब गरिदिनु होला।